आब्राकाडाब्रा छु भनेको जस्तै मैले चाहिँ कुखुराको मासु एकदम जादु गर्नेले जस्तै उठाएर आज चाहिँ म बनाउनु गइरहेको छु स्पेसल लोकल कुखुराको मासु। अब चाहिँ पकाउनु लागि एकदम रेडी भएर यहाँ मैले कराई सराईहरू पनि बसालिसकेँ। प्याज खोर्सानी काटकुट पारेर पनि रेडी छ र मरमसला जे पड्काउनु पर्ने त्यो मसला पनि एकदम रेडी छ। यहाँ चाहिँ छ दालचिनी अलैँची यो सानो माइक हो, यसमा चाहिँ गाना गाउनुपर्छ तेरा 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 सुरुर भन्दै, अनि 5 फरन र अजवाइन चाहिँ रेडी पारेको छु। सबै कुरो रेडी पारेँ कि, तर फर्स्टमा त तेजपत्ताको पाली आएछ, त्यहाँबाट चाहिँ हालिदिएँ सबै कुरो मैले। तपाईँहरू पनि लोकल कुखुरामा चाहिँ यो 5 फरनहरू लोभ नगरी पड्काइदिनु, यस्तो मिठो हुन्छ नि। अब चाहिँ पालो आएको छ प्याज र खोर्सानीको। प्याज र खोर्सानी चाहिँ मजाले रातो हुन्जेल पकाउनु पर्ने हुन्छ, मजाले पकाउनुहोस् है। यो प्याज धेरै छ भने चाहिँ पाक्नु यति ढिलो टाइम लाग्छ नि। बल्ल बल्ल प्याज खोर्सानी डढेर यत्तिको रातो भयो, अन्त त्यसपछि चाहिँ मैले हालिदिएँ मासु चलाउँदा नचलाउँदा चाहिँ मलाई एउटा कुरा याद आयो कि आजकल भने चाहिँ सबैको खुट्टा दुख्ने बिमारी छ, मलाई पनि अलिअलि दुखेको जस्तो लाग्छ हो। अनि त्यो चाहिँ किन होला भनेर सोच्दाखेरि चाहिँ यो उभिएर खाना पकाएर पो होला होइन। अब उहिले मान्छेले त चुलोमा खाना बनाउँथ्यो मजाले बसिकन, अब हामीले त ग्यासमा उभि पकाउनु पर्ने होइन। अब कोही बेला त पुरै टाइम लाग्छ नि त खाना पकाउनु पनि। उहिलेको मान्छेलाई चुलोमा पकाउँदा दुःख भयो, हामीलाई चाहिँ सुख भयो ग्यासमा पकाउनु, तर हामीलाई चाहिँ उभिनु पर्यो। एउटा न एउटा कष्ट त भोग्नै पर्ने रहेछ। कोही बेला त बेसी टाइम लागेको बेला यो चुलो मुनि झारिदिउँ के हो जस्तै लाग्छ कि, तर के गर्नु मिल्दैन। होस् है। अब यहाँ मासुमा चाहिँ मैले हल्दी नुन हालेर पनि छोपछाप पारिसकेछु, म चाहिँ भने भाषण पो दिनु थालिछु। अनि यहाँ चाहिँ मैले लसुन अदुवा जिरा सुक्खा खोर्सानी पिस्नुको लागि ठिक्क पारेको छु। 1 2 3 देख्नुभयो मेरो जादु। म त फेरि जादुहरू पनि देखाउँछु नि कहिले कहिले त। अनि एकपल्ट छोपेर हेर्दा त मासुबाट पानी पो निस्किन्छ हो। अब आकाशबाटै पानी आएर वाक्कै भइरहेछ, मासुबाट पानी निस्क्यो भने त भएन नि। अब आकाशको पानी सुकाउनु नसके मासुको पानी त सुकाउनु पर्यो नि। अब मजाले पानी सुकुन्जल यसरी भुट्नुपर्छ है मासु चाहिँ। म भुट्दाखेरिको साउन्ड पनि सुनाइदिन्छु ल तपाईँहरूलाई। अब चाहिँ फेरि मासुले लु म भुटिसकेँ, मलाई छिटो मसला हाल भन्दैछ, मैले फेरि हालिदिइहालेँ हो। अन्त त्यो मसला हालेर चाहिँ मैले अलिकति पानी हालेर यसलाई मजाले चलाइदिएँ। मेरो फेरि खाना पकाउँदाखेरि यसरी ग्यास मसारी राख्ने बानी छ हो, कुन दिन ग्यास पनि हाँस्छ होला काटकुती लागेर। यो चाहिँ मेरो मात्रै होइन सबैको यस्तै बिमारी छ, मलाई थाहा छ त। जति पनि भिडियो हेर्छु कि सबैको यही छ बानी चाहिँ। अब एकतिर पाक्दै गर्छ भने एकतिर चाहिँ सफा गर्दै गर्नु पर्यो। यहाँ चाहिँ भने मैले टमाटर काटेर रेडी पारेको छु, त्यसैमाथि जिरा पाउडर र धनियाँ पाउडर पनि लगाइदिएको छु होइन। अब जिरा चाहिँ किन डबल लगाएको भन्नुहुन्छ होला होइन, किनकि मलाई यो मासु डिभाइड पार्नु छ नि त। हाम्रो घरमा 2 थरीको खान्छ नि त कुखुराको मासु चाहिँ, कसैले ग्रेभी होला खान्छ त कसैले झोल होला। त्यही भएर चाहिँ मरमसला अलिक ज्यादा गरेर हाल्नुपर्छ। र अब चाहिँ मैले यता ग्रेभी होला पनि डिभाइड गरेँ, यता झोल होलामा झोल हालिसकेँ। अब चाहिँ पालो आउँछ गरम मसलाको। मैले चाहिँ गरम मसला दुईपट्टि अलिअलि हालेर झोललाई पनि उम्लिनु राखेको छु र ग्रेभी पनि एकतिर उमाल्दैछु डिभाइड गरेर पनि। अन्त अब चाहिँ मैले हालिदिएँ यसमा धनियाँ चाहिँ मैले भोटे धनियाँ हालेको छु। भोटे धनियाँको चाहिँ अलग्गै फ्लेभर आउँछ नि त कुखुराको मासुमा, तपाईँहरूले चाहिँ अर्को खालको धनियाँ हाल्नु सक्नुहुन्छ। मासु चाहिँ ओभर मिठो भएको थियो, अनि झोल पनि कस्तो चखिलो भएको थियो हो। तपाईँहरू पनि यसरी बनाएर खानुहोस् होला। यति नै थियो आजको मेरो रेसिपी। सो थ्याङ्क यू सो मच सबैजनालाई। फेरि भेट्यो होला अर्को भिडियोमा। बाई बाई।